नमस्कार। टुडे टॉक में अपने संपूर्ण गोटे के स्वागत करी छी हम चांदनी। अखन हम बातचीत करब धनुषा जिला प्रहरी कार्यालय प्रहरी उपरीक्षक नरहरि रेग्मी संगे। ये जे देवपुरा रूपैठा में जे जनकपुर धाम उपमहानगरपालिका देवपुरा 20 नंबर वार्ड है, जाहि ठाम दुई समुदाय के बीच में जखन जे झगड़ा भेले तो प्रहरी सब सेहो जे छै से ओहिमे घाइते भ चुकल छै। जेना कि काल्हि जे छै से गोली सेहो चललै, ओहि क्रम में जे छै से किछु व्यक्ति जे छै से घायल सेहो भ चुकल छै। एम्हर प्रहरी तरफ सेहो जे छै से घायल भ चुकल छै। केना प्रहरी जे छै से नियंत्रण में लेलकै, जखन ओहिठाम विवाद उत्पन्न भेलै तो केना प्रहरी के जानकारी पड़लै, जेना सर्वदलीय बैठक में की सब निर्णय भेलै, आई आगामी दिन में घटना सब नहीं हेतै, ओहिमे प्रहरी के जे केहन भूमिका रहतै, केहन सब अब सजाय देथिन, तो अही के विषय में हम सब बातचीत करब। जे बारम्बार देवपुरा रूपैठा में जे छै से दुई समुदाय के बीच में झगड़ा भेला के कारण से बहुत प्रकार के जे छै से क्षति हुई छै। तो अही के प्रसंग में आई हम सब बातचीत करब। जे एसपी हमरा सबके बीच में अतिथि के रूप में छै, बात हुनका संग हम सब नेपाली में करब। हजुरलाई स्वागत छ। धन्यवाद। आज चाहिँ सर्वदलीय बैठक बसेको थियो, हिजो पनि बस्या थियो। झण्डा खोल्ने क्रममा चाहिँ विवाद फेरि उत्पन्न भयो, त्यस्तो कुरा जानकारी आएको थियो। आज पनि सर्वदलीय बैठक बसेको छ, के निर्णय भएको छ? अब यो निर्णयहरू त विगतमा नि भएको रहेछ। मुख्य कुरा यसको समस्या के हो, समस्या कहाँबाट सुरु भयो, अब यसको इम्प्याक्ट के छ भन्ने विषयमै आज केन्द्रित रहेर सर्वदलीय बैठकमा हजुर धेरै कुराहरू आयो। यो अहिले तत्कालै जाँदाखेरि यो भाद्र 14 र 15 गते जुन किसिमको जनकपुर उपमहानगरपालिका वडा नम्बर 20 देवपुरा रूपैठामा जुन घटना घट्यो, यसको विषयमा यहाँलाई जानकारी गराउँछु। के छ भन्दा अब गणेश चौथी जस्तो शुक्रबार गणेशको पूजाहरू हुन्छ, शनिबार चाहिँ गणेशको मन्दिरहरू के भन्छ मूर्तिहरू विसर्जन हुन्छ। यो समस्या मूर्ति विसर्जनकै होइन, मूर्ति विसर्जन चाहिँ आरामसँग हुन्छ, त्यहाँ केही समस्या भएन। तर त्यहाँ एउटा मुस्लिमहरूले एउटा झन्डा गाडेको हुन्छ, झन्डा माथि पोलमा राखेको हुन्छ। यो के हुन्छ भन्दा उहाँहरूको आगामी 20 गते मोहम्मद पैगम्बरको जन्मदिनको विषयलाई लिएर 12 दिनदेखि एक किसिमको पूजा प्रथाना हुँदै 20 गते त्यो कार्यक्रमको पर्पोजको लागि त्यो झन्डा उहाँहरूले राखेको देखिन्छ। त्यो झन्डा पछाडि हिन्दूहरूले पनि हामी पनि झन्डा टाँग्छौँ भन्दा हिन्दूहरूले पनि 2-4 वटा झन्डाहरू राख्ने, त्यहाँ चाहिँ हिन्दूको झन्डा राख्ने पनि कम्पिटिसन, मुस्लिमको झन्डा राख्ने पनि कम्पिटिसन, सामान्य झन्डा बाटोमा राख्नको लागि। यसै सन्दर्भमा त्यही भाद्र 14 गते शनिबार मूर्ति विसर्जनको क्रममा कुनै समस्या भएन। तर जब त्यहाँनिर आइपुग्दाखेरि मुस्लिमले राखेको झन्डा चाहिँ निकालिदिनु पर्यो भनेर त्यहाँबाट विरोध हुन्छ, दुई पक्ष बीच अलिकति हानाहान हुन्छ, सामान्य घाइते हुन्छ, त्यसै जान्छ। अब नेक्स्ट डे यो समस्या त के हो त भन्दा झन्डाको कारणले समस्या भयो। अनि हामीले के गर्छौँ भन्दा मुस्लिम पक्षका केही प्रतिनिधि 3 जना, हिन्दू पक्षका 3 जना हामी राखेर उहाँहरू बिचमा सहमति गराउँछौँ। सार्वजनिक ठाउँमा कहीँ कतै झन्डा नराख्ने निर्णय गराएर सुरुदेखि जहाँ जहाँ बाटोमा झन्डा छ त्यो हटाउने भनेर अब जब यहाँबाट जान्छौँ, मुस्लिम पक्षको झन्डा हटाउँदा कुनै अवरोध आएन, हिन्दू पक्षको झन्डा हटाउँदा पनि अवरोध आएन सुरुमा। तर बिचमा जब स्कुल अगाडि पुगिन्छ त्यहाँ चाहिँ अवरोध आइसके पछाडि अनि त्यो वार्तामा खटिनु भएको प्रतिनिधिहरू जिम्मा लिएर जानुहुन्छ, उहाँहरूले सक्नुहुन्न। किन भन्दा त्यहाँनिर बुझ्नुपर्ने कुरा के छ भन्दा देवपुरा रूपैठाको स्थानीय व्यक्तिहरू नभइकन बाहिरको व्यक्तिहरू आएर सुनियोजित तवरले चाहिँ त्यहाँको भिडलाई भाडेको देखियो। त्यस पछाडि प्रहरी बाध्य भएर प्रहरी कारबाही गरेर के अरे सिचुएसनलाई तपाईको भनाइ अनुसार जसरी जुन देवपुरा रूपैठाको चाहिँ जनताहरू चाहिँ आफै चाहिँ गरेको छैन यो विवाद, योमा चाहिँ अरू मान्छे अरू ठाउँबाट आएर चाहिँ विवाद उत्पन्न गरेको छ हैन। सामान्य विवाद त अब जहाँसुकै हुन्छ, एउटै समुदाय हुँदा त हुन्छ। अब दुईटा समुदाय हुँदाखेरि सानातिना विवाद हुने स्वाभाविक हो। तर विवाद सानातिना हुन्छन्, ती विवादहरू फेरि निराकरण पनि हुँदै जान्छन्। अनि दुई पक्षबीच भएको भद्र सहमति गएर चाहिँ त्यहाँ कार्यान्वयन हुँदैन, एक पक्षको कार्यान्वयन हुन्छ, अर्को पक्षको हुँदैन भनेको नितान्त त्यसमा चाहिँ दुई पक्षबीच दुई धर्मावलम्बी बीचको सहिष्णुतालाई तोडेर अरू नै व्यक्तिले त्यसबाट लाभ लिएको छ। त्यो कारणले चाहिँ यो घटना घटेको छ। हजुर, जसरी आज सर्वदलीय बैठकमा धेरै कुराहरू आएको होला हैन,
अब केमा उहाँहरूको सहमति आज भएको छ? होइन, सहमति एकदम भेरी सिम्पल। सहमति आपसी भाइचारा कायम गर्ने, होइन, आफ्नो धर्मलाई, एकले अर्काको धर्मलाई रेस्पेक्ट गर्ने, यो सधैँ नै भइरहेको कुरा हो। अब यसमा मेन कुरा के छ भन्दा जो मानिसहरू त्यसमा संलग्न छन्, जुन किसिमले पत्थरबाजी भएको छ, प्रहरीमाथि आक्रमण भएको छ, अनि प्रहरीले बाध्य भएर गोली चलाउनु पर्ने परिस्थिति सिर्जना भएको छ, गोलीको कारणले एकजना घाइते हुनुहुन्छ, यावत चिजहरू भयो नि यो 2 दिनको बिचमा। यसमा संलग्न जो संलग्न हुनुहुन्छ तिनीहरूलाई चाहिँ कडा रूपमा कारबाही होस् भन्ने दुवै पक्ष र स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका नेतृत्वहरू, जिल्ला स्तरका नेतृत्वहरूको सबैको एउटा सामूहिक निर्णय छ। जुन दिन सुरु दिन जुन विवाद उत्पन्न भयो यो 2 समुदायको बिचमा, कसरी यहाँहरूलाई जानकारी पाउनुभयो? होइन, यस्तो हो नि त, जहिलेसुकै यो अहिले तराईमा हेर्नुहोस्, अब तराईमा चाहिँ केही वर्षदेखि सबैलाई थाहा छ, माथिसम्म थाहा छ, केही वर्षदेखि सामान्य मूर्ति विसर्जनमा, सामान्य होलीमा, तिहारमा, यसमा चाहिँ अहिले समस्या हुँदै आएछ। त्यही भएर प्रहरी चाहिँ अलरेडी अवेर छ। यहाँ केही समस्या हुन्छ कि, किन भन्दा 2 पक्षहरू छन्, त्यो मूर्ति विसर्जनको क्रममा केही समस्या हुन्छ कि भनेर प्रहरी स्कट बसेको छ, पछाडि बसेको छ, राम्रोसँग डिप्लोइमेन्ट छ नि त। त्यहाँ चाहिँ जब मूर्ति अगाडि गइसकेको छ, यो झन्डा पनि निकाल भनेर अनावश्यक त्यहाँ झन्झट सुरु भएर विवाद भएको छ। अनि कति चाहिँ क्षति भएको छ यसमा? अनि क्षति भएसँगै जानको पनि कतिजना चाहिँ तपाईँको घाइते हुनुभएको छ तपाईँको तर्फबाट प्रहरीहरू, त्यसपछि उताको चाहिँ यो समुदायको मान्छेहरू, त्यताको स्थानीयहरू? अब स्थानीयहरू चाहिँ के थियो, यो धेरै नै अप्ठ्यारो परिस्थिति थियो। तपाईँले भिडियोमा हेर्न सक्नुहुन्छ, साना बच्चाहरू, 12-14 वर्षको बच्चाहरू, मोस्टली महिलाहरूलाई अगाडि लगाएको छ। प्रहरीले कारबाही गर्दाखेरि कोही कतै क्याजुअलिटी छैन, कुनै बच्चालाई, कुनै महिलालाई। अब के भइसकेको छ भन्दा प्रहरी नै आफ्नै जोखिम भइसके पछाडि त्यो अवस्थामा चाहिँ गोली चलाउनु परेको परिस्थिति छ। अनि गोली चलाउँदाखेरि पनि एकजना लक्ष्मण मुखिया 29 वर्षको हुनुहुन्छ, उहाँलाई चाहिँ गोली नै लाए पनि उहाँ सामान्य घाइते। किन भन्दा उहाँलाई बुलेट लागेको छ, 2टै खुट्टामा लागेको छ, तर त्यसले चाहिँ धेरै ठुलो सिभियर छैन, आउट अफ डेन्जर हुनुहुन्छ, उहाँको उपचार भइरहेछ। पहिला दिन गोली चाहिँ चलाउने चाहिँ एउटा माहौल बनेन, त्यो दिन नियन्त्रण भइसक्यो। होइन, गोली चलाउने त कहिले पनि माहौल बनाउनै चाहदैनौँ नि। फेरि हिजो अचानक कसरी चाहिँ त्यस्तो अवस्था आयो कि गोली नै चलाउनु पर्यो? होइन, गोली चलाउनु पर्ने परिस्थिति के हुन्छ भन्दा माइन्युटली तपाईँले हेर्नुभयो भने प्रहरीका, नेपाल प्रहरी र सशस्त्र प्रहरीका डिएसपी लगायत दर्जनौं प्रहरी कर्मचारीहरू घाइते छन्। त्यो मध्ये 3 जना हस्पिटलाइज भएको छ, सिभियर घाइते भएको छन्। अब त्यो अवस्थाबाट चाहिँ के राम्रो हुन्थ्यो र प्रहरी त्यहाँ घेरामा परेर त्यसरी प्रहरी चाहिँ त्यो अपरेसनमा दुर्घटनामा पर्यो भने के राम्रो हुन्थ्यो र? त्यो जोखिमबाट निक्लिनको लागि प्रहरीले चाहिँ गोली चलाउनु पर्ने बाध्यता परिस्थिति सिर्जना भयो। यो दुवै पक्षलाई नियन्त्रण लिन प्रहरीले कस्तो चुनौती भन्नुपर्दाखेरि कस्तो चुनौतीको सामना गर्नु पर्यो? अब यसलाई 2 पक्षलाई भन्दा त एक पक्ष त त्यहाँ सिनमै छैन, एक पक्षले त सरासर साँच्चै नै भन्दै मुस्लिम पक्षले आफ्नो झन्डाहरू उतार्दा विरोध गर्नु भएन, उहाँहरू जानुभयो भने हिन्दू पक्षले नि गर्नु भएन। त्यहाँको स्थानीय व्यक्तिहरूले 1-2 ठाउँको उतारिसकेपछि जब अलिकति अगाडि बढिसके पछाडि कहाँको अनकन्ट्रोल टिम आइदियो, को आयो त्यो भद्र सहमति गरेर जानुभएको त्यो हिन्दू पक्षको नेतृत्वको पनि नियन्त्रणमा रहेन। अनि त्यहाँबाट सुरु भए पछाडि कारबाहीको क्रममा चाहिँ अब यस्तो हुँदै गयो र प्रहरीले अत्यन्त विवेक पुर्याएर अपरेसन प्रहरी कार्य भएको छ। त्यहाँ कोही पनि ड्यु रेस्पेक्ट अफ ह्युमन राइट्स, मानव अधिकारको पूर्ण पालन भएको छ। त्यहाँ महिला बालबालिकालाई कहीँ चोट लागेको छैन, कुनै पनि त्यहाँ व्यक्तिलाई कसैलाई पनि केही भएको छैन। खालि एउटा त्यो बुलेटले चाहिँ एकजना व्यक्तिको चाहिँ खुट्टामा चोट लागेको छ। जसरी कुरा आइरहेको छ कि जिल्ला प्रहरी कार्यालय धनुषामा यो हिन्दू महिलाहरूलाई चाहिँ समातेर लिए गएको छ, कति सत्यता छ, के भन्न चाहनुहुन्छ? अब यो तपाईँहरूले चाहिँ सोसल मिडियामा देख्नुहुन्छ, त्यो परिस्थितिलाई भड्काउन, महिला बालबालिकाहरू परिचालन गर्न, एक आपसमा घृणा पैदा गर्ने किसिमले चाहिँ मिडियामा आएको कारण र त्यो भिडलाई भड्काएको कारणले त्यसको लागि चाहिँ हामीले कानुन बमोजिम कारबाहीको लागि नियन्त्रण ल्याएका छौँ। 1 जना महिला नियन्त्रणमा छ भने 2 जना चाहिँ पुरुषहरू नियन्त्रणमा हुनुहुन्छ। अहिले छुट्या छैन उहाँहरू?
होइन उहाँहरूलाई चाहिँ कानुन बमोजिमको कारबाहीलाई हामीले हिरासतमा लिएका छौँ। अहिले पनि छँदैछ। छँदै हुनुहुन्छ। यो सर्वदलीय बैठकमा चाहिँ प्रहरीको कस्तो भूमिका थियो कि होइन सर्वदलीय बैठकमा सबैको चाहना के छ भन्दा शान्ति सुरक्षा कायम होस्, आपसी भाइचारा चाहिँ नबिग्रियोस्, एक धर्मले अर्को धर्मलाई चाहिँ रेस्पेक्ट गरोस्, आफ्नो धर्मलाई जसरी मानिन्छ अर्काको धर्मप्रति पनि एउटा सम्मान रहोस् र सुरक्षा व्यवस्था चुस्त राम्रो होस् भन्ने नै चिन्ता देखियो सबै राजनीतिक दलदेखि लिएर सम्पूर्ण जनप्रतिनिधि र त्यस छलफलमा संलग्न सबै तर्फका व्यक्तिहरूबाट। यो देवपुरा रूपैठामा कुनै पनि फेस्टिभल हुँदाखेरि विवाद हुनै हुन्छ, यो नयाँ कुरा होइन। योभन्दा पहिला पनि विवाद चाहिँ भइ नै रहेको थियो। तर जुन दिन गणेश पूजा विसर्जनको बेला अब जे कारणले पनि विवाद त भयो, त्योभन्दा पहिला चाहिँ उहाँको स्थानीय वडा अध्यक्ष भनौँ जानकारी गराउनु भएको थियो यहाँलाई? होइन जानकारी थियो, सबै जानकारी थियो। त्यस पछाडि त्यो मेलाको सम्पूर्ण जिम्मा लिएर गएको एकजना व्यक्ति हुनुहुन्थ्यो, त्यो मेलाको अध्यक्ष हुनुहुन्थ्यो। उहाँले चाहिँ जब मेला चलाइन्जेल चलाउनु भयो, जब समस्या भएपछि उहाँ सम्पर्कविहीन भइदिनु भयो। अब यसमा त्यहाँ देवपुरा रूपैठामा पटक पटक यो खालको विवाद हुने भनेको के हो त? वास्तविक जड कुरा के हो त भन्दा हिजोको दिनको सम्झौता कार्यान्वयन भएको छैन, त्यो कारणले भइरहेछ। अब हामीले के गर्छौँ भन्दा हामी केमा डिटरमाइन छौँ भन्दा हामी जे सम्झौता गरेका छौँ सम्पूर्ण व्यक्तित्वहरूलाई, जिल्लाको सबै व्यक्तित्वहरूलाई राखेर चाहिँ हामीले यो सम्झौतालाई कार्यान्वयन गराउँछौँ। अहिले पनि उता प्रहरीहरू सायद छँदैछ कि होइन? प्रहरीहरू त जहिलेसुकै छ नि, प्रहरीहरू छ सामान्य। अहिले चाहिँ धेरै सङ्ख्यामा चाहिँ सुरक्षाकर्मी उता अहिले जनपदको होस् अथवा सशस्त्रको होस् अहिले धेरै मात्रामा खटाएका छन् होइन। अनि त्योमा बाटोहरू पनि अलिकता अवरोध जस्तै छ, मान्छेहरूको त्यति चहल पहल छैन। आज चाहिँ तपाईँहरू अब यो सर्वदलीय बैठकले खोलाउनु भएको छ कि के छ? होइन, सर्वदलीय बैठक पछाडि हामी सुरक्षा टिमको हामी सबैले गएका छौँ र यहाँले जुन चिन्ता लिनुभएको छ, जति सङ्ख्यामा प्रहरी थियो हामीले धेरै नै कटौती गरिसकेका छौँ। बिस्तारै सिचुएसन कन्ट्रोलमा आइसकेपछि सुरक्षाकर्मीहरू पनि हामीले कटाउँदै अनि सामान्य नर्मल अवस्थामा आइपुग्छ साँझसम्म। के लागिरहेछ अब तपाईँलाई कि यस्तो त त्यो ठाउँमा सधैँ घटना घटि नै रहेको छैन, अब नदोहोरिने के अब त्यस्तो लागिरहेछ? अब के गर्नुहुन्छ तपाईँहरू? मेन कुरा दोषीलाई कारबाही र विगतमा र अहिले भएको जुन सम्झौता छ त्यसको कार्यान्वयन, यो दुईटा कुरालाई हामीले जोड दिन्छौँ। सम्भवतः म आशा गर्छु फेरि पछि आगामी दिनमा यस्तो किसिमको घटना नहोस्। जसरी अहिले चाहिँ स्थानीय र के भन्छ यो प्रहरीसँग कस्तो चाहिँ प्रहरी प्रशासनसँग कस्तो समन्वय भइरहेको छ? स्थानीय होइन, स्थानीयहरू त जहिलेसुकै प्रहरीप्रति एउटा भरोसा गर्नुहुन्छ। हामी पनि समुदायमा जान्छौँ, यही हो। कहिलेकाहीँ केही चिजहरूले चाहिँ त्यो जब भड्किसकेको भिडले त्यो कसैलाई पनि चिन्दैन। एउटा चाहिँ भिडमा चाहिँ भिडको विवेक हुँदैन, त्यो ठुलो भिड जम्मा भइसके पछाडि त्यहाँ कसैलाई चिन्ने परिस्थिति हुँदैन। त्यो कारणले नै हो घटना हुने। अब अहिले धेरै त्यहाँकोले रियलाइज गर्नुभएको छ र हामी पनि रियलाइज गर्छौँ। अब हामी पनि अब त्यो कुराहरू त्यो सिचुएसनलाई बुझ्छौँ। अहिले ठिक छ। अहिले घटना पछिको अवस्था अहिले कस्तो छ? सामान्य छ, एकदम सामान्य। तपाईँ जानुभएको थियो? म गइसकेको छु। के फेरि त्यस्तो त छैन कि फेरि हुन्छ? हुँदैन, पक्का ग्यारेन्टी मान्नुहोस्, हुँदैन। यदि त्यस्तो भयो भने अब के कस्ता खालका चाहिँ तपाईँ उहाँहरूलाई दण्ड सजाय गर्नुहुन्छ? होइन, दण्ड सजाय भन्ने कुरा अब त्यो हुँदैन नि, यो मानव न, विश्वास त गरौँ नि त। योभन्दा पहिला पनि त अब कतिचोटि भएको छ यही सिडिओ कार्यालयमा, अब भन्दाखेरि जिल्ला प्रशासन कार्यालयमा कतिचोटि यो सर्वदलीय बैठक बस्यो, कतिचोटि तपाईँको टुङ्गो लाग्यो। योभन्दा पहिलाको चाहिँ पूर्व मेयर उपमेयर बसेर चाहिँ त्यो पोखरीलाई नै खाली गराउने, मुस्लिम समुदायलाई अर्कै ठाउँमा चाहिँ ठाउँ दिने उहाँहरूको पर्वको लागि। तर अहिलेसम्म हाम्रो यो स्थानीय सरकारले अहिलेको निवर्तमान मेयर गर्नु भएको छैन उहाँहरूको केही डिसिजन। अनि एउटा त के हुन्छ भन्दा हजुरको जे चिज पनि हजुरको पुरा हुने खालको आश्वासन दिनुपर्छ एउटा कुरा होइन। हामीले सुरक्षामा चाहिँ सुरक्षाको विषयमा चाहिँ पुरा हुने खालकै हामीले आश्वासन दिन्छौँ।
सम्झौता गरेको कार्यान्वयन हुने खालको हुनुपर्छ र हामीले आज गरेको जति पनि सहमति सम्झौता छ कार्यान्वयन गर्ने खालको छ। सम्झौतालाई कार्यान्वयन, दोषीलाई कारवाही गरे पछाडि भविष्यमा यस्तो दुर्घटना निम्तिँदैन भन्ने हामी आशा गर्छौँ। अब यति दिन तपाईँ यता महल हेरिसक्नु भएको छ। विगत मलाई लागिरहेछ 3 महिना जति 4 महिना जति भइसकेको छ होइन। सबैभन्दा विकृति यता के हेर्नुभयो तपाईँ? अनि यहाँको विकृति सबभन्दा डरलाग्दो विकृति भनेको लागु औषध हो। एउटा टिनेजर होइन, अनएटेन्डेड चिल्ड्रेन भनौँ अब, जसको गार्जियन्सको राम्रोसँग अभिभावकत्व छैन, त्यो एउटा हामीले देखेको त्यो अर्को एउटा छ भने अर्को चाहिँ सोसियल मिडियाको जुन एउटा एब्युज, त्यसको दुरुपयोगबाट निम्तिएका घटनाहरू यो खालकोहरू छन्। अब यसमा पनि हामी स्थानीय निकाय, समुदाय विभिन्न प्रोग्रामहरूको माध्यमबाट अवेरनेसतिर लागिरहेछौँ। यसमा पनि केही उल्लेख्य हामीले चाहिँ कन्ट्रोल गर्न सक्छौँ, नियन्त्रण गर्न सक्छौँ भन्ने लाग्दछ। के भन्न चाहनुहुन्छ तपाईँ? होइन, ठिक छ। अब हामीसँग विश्वास गर्नुहोस् होइन। अब जुनसुकै कुराहरू पनि एउटा एकअर्कामा रेस्पेक्ट हुनुपर्छ। अब कतिपय नेपालको यस्तो पनि ठाउँ छन्, इस्लाम धर्मगुरु, मुसलमान धर्मगुरु हुन्छ भने त्यो हिन्दूहरू गएर त्यहाँ पूजा गरेर हिँड्ने ठाउँहरू जस्तो नवलपरासीमा हेर्नुभयो भने मजार बाबाको मेला लाग्छ। इस्लाम गुरु हुनुहुन्छ भने लाखौँ लाख हिन्दू गएर भक्तजन गएर दर्शन गर्नुहुन्छ भने पछाडि यो धर्म भनेको धर्मको कारणले चाहिँ हामी समाजमा विभाजित हुनु हुँदैन। धर्म चाहिँ आफ्नो ठाउँमा छ, समाजमा चाहिँ त्यसलाई इस्यु बनाएर होइन अरूलाई चाहिँ त्यहाँ खेल्ने मौका दिनु हुँदैन भन्ने नै मेरो। यसरी तपाईँ यति ठाउँमा बसिराख्नु भएको थियो होइन, धेरै ठाउँमा बस्नुभएको होला, मध्य प्रदेश हरेक ठाउँमा तपाईँ पहाड समुदायमा पनि बसेको होला। तर जुन यो दुई मुस्लिम र यो हिन्दूको बिचमा जुन झगडा हुने, दुई समुदायको बिचमा सधैँ केही न केही भएर त्यो मधेसमा हेर्नु भएको छ कि अरू ठाउँमा पनि हेर्नु भएको छ? मैले कहीँ पनि हेरेको छैन, मधेसमा नि हेरेको छैन, पहाडमा नि हेरेको छैन। फर्स्टै हो तपाईँको जनप्रतिनिधि? यो पनि झगडा होइन, मिसअन्डरस्ट्यान्डिङ हो। यो पनि एक आपसको मिसअन्डरस्ट्यान्डिङ, त्यो अर्काले खेलाइदिएकोमा चाहिँ उहाँहरू चाहिँ भुलभुलैमा पर्नु भएको, त्यसमा अर्काको उसमा पर्या हो। हस्, धेरै धेरै धन्यवाद। तैना हम सब अखन बातचीत के में इस विषय उना कही तो हम सब विशेष बातचीत करतों, लेकिन हम सब उनका संगे दोसर दिन जे एठाम जे केहन धनसा में अखन देखल जाए तो केहन घटना सब घट रहा है, तो ओहि के प्रसंग में हम सब दोसर दिन उनका संगे बातचीत करब। लेकिन अखन सबसे मेन मुद्दा छल जे ई देपरा रुपैठा के जे घटना है, जे दू समुदाय के बीच में अगर एक दूसर के किनको अगर चोट लगे से मानवीय क्षति हो अथवा जनधन के क्षति हो, तो वो चोट उनका सबके मात्र नहीं, समग्र गोटा के जे चोट लगते एठन के कानून के हो अथवा एठन के स्थानीय के हो, जनप्रतिनिधि सबके हो। तो विगत में जे एहन चीज़ नहीं दोहरेते से एक अटूट जे लेलखिन सर्वदलीय बैठक में जे सबगोटा आबि अपन अपन बात राखि एक सहमति भेलन। फेर सब जे ओहिठाम जते जे बंद छलै बाटो फाटो सब जते सब खोललखिन, तो हुनकर बात हम सब चाहिए कि देना अपने सबके समक्ष रखना। अखन के लिए विदा लेब, नमस्कार।